नमस्कार सम्पूर्ण मेरो शुभचिन्तक शुभेच्छक आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा मलाई माया गरिदिनुहुने सम्पूर्णमा म नवीन खड्का उपस्थिति भएको छु तपाईहरुमाझ फेरि मेरो अर्को पाठ भिडियो राख्नको लागि। आशा छ यो भागलाई पनि हजुरहरूले साथ सहयोग सपोर्ट माया गरिदिनुहुनेछ भन्ने। हजुरहरूले मेरो युट्युब च्यानल मनका कुरा बाइ नवीन खड्कालाई सब्स्क्राइब गरिदिएर यो युट्युब च्यानलमा आएको भिडियोहरू हेरेर साथ दिनुहुनेछ भन्ने पनि आशा राखेको छु, अपेक्षा राखेको छु। अस्ति गएको भागमा मैले हस्पिटलदेखि डिस्चार्ज भएर रोममा आएको सम्म चाहिँ हजुरहरूमाझ प्रस्तुत गरेको थिएँ। अब रोममा आइसकेपछि कस्तो कस्तो भयो के भयो भन्ने कुराहरू म हजुरहरूलाई आज जानकारी गराउनेछु। हस्पिटलको करिब 3 महिनाको बसाइपछि रोममा आउँदाखेरि मनमा एकदमै आनन्द, एकदमै रमाइलो, एकदम उत्साह, सकारात्मक सोचहरू आइरहेको थियो र अनि मैले रोममा आइसकेपछि पनि यस्तो कुराहरू हेरेँ कि जसले चाहिँ मलाई सकारात्मक प्रभाव पारोस्, जसले चाहिँ मलाई उत्साह सिर्जना गरोस् भन्ने कुराहरू हेरेँ। त्यस्तो जीवनीहरू पढेँ, धेरै मानिसहरूको जीवनीहरू पढेँ, धेरै क्यान्सर लागेको मानिसहरूको बारेमा भिडियोहरू हेरेँ र अनि यो सहजै रहेछ भन्ने चाहिँ मलाई लाग्यो। मान्छेको मनलाई प्रभाव पार्ने चाहिँ विशेष गरी 3 चिजहरू हुन्छन्, जसमा पहिलो चिज भनेको आफैले आफैलाई प्रभाव पारेको हुन्छ, दोस्रो चाहिँ अर्को व्यक्तिले प्रभाव पारेको हुन्छ, तेस्रो चाहिँ कुनै वातावरणले, परिस्थितिले। र मलाई त्यसैगरी हस्पिटल बस्दाखेरि चाहिँ परिस्थितिले गर्दाखेरि एकदमै प्रभाव पारेको थियो। त्यहाँ मान्छेहरू सबै एकदमै गाह्रो भएको क्यान्सरको बिरामीहरू पनि र लास्ट स्टेजको क्यान्सरको बिरामीहरू पनि, जुन चाहिँ बाँच्न नसक्ने क्यान्सरको बिरामीहरू पनि भएको कारणले तिनीहरू चाहिँ कोही मर्ने, कोही केही गर्ने भयो। मलाई पनि त त्यस्तै हुने हो कि भन्ने जस्तो उसको ज्वरो आउने। अनि त्यसपछि त्यहाँको लास्टै हल्ला हुने वातावरण। अब हस्पिटल कस्तो हुन्छ, हस्पिटल वास्तवमा म त भन्छु हस्पिटल कसैलाई पनि बस्न नपरोस्, तर बाध्यतावश बस्नै पर्छ। तर म चाहिँ 3 महिना बस्नु पर्दाखेरि चाहिँ त्यो कुराहरू कति देखेँ, कति हेरियो अनि देखेको, हेरेको, भोगेको कुराहरूले मान्छेको मनलाई डाइरेक्ट असर गराउने रहेछ र देखेको कुराहरू त्यो याद आइ गर्ने, त्यस्तो गर्ने चाहिँ हस्पिटल बस्दाखेरि भएको थियो। रोममा आइसकेपछि चाहिँ त्यस्तो कुराहरू अलि कम हुँदै गयो, बिस्तारै कम हुँदै गयो र मैले अनि त्यसपछि क्यान्सरलाई जित्न सक्छु भन्ने एउटा हौसला लिएर अगाडि बढेँ। र म कहिलेकाहीँ यसो बाहिरतिर घुम्न गएको हुन्थेँ। घुम्न जाँदाखेरि चाहिँ अरू यहाँको मानिसहरूले तिमीलाई क्यान्सर भएको छ बाबु भनेर भन्ने, भएको छ भनेर म सरसै रूपमा भने हुन्थेँ। तर क्यान्सर त सन्चो हुँदैन गरे, हाम्रो को मर्यो क्यान्सर भएर के भइयो भनेर भन्ने। अनि त्यसपछि क्यान्सर कति तिमीलाई सन्चो हुन्छ भनेको छ कि के भनेको छ भनेर भन्ने। त्यस्तो भन्दाखेरि चाहिँ आफ्नो मन दुख्ने रहेछ, अलि मनमा नराम्रो असर पर्ने रहेछ, आफूलाई नराम्रो फिल हुने रहेछ। तर पनि के गर्ने, त्यसलाई पनि स्वीकार्नै पर्यो। कति कुराहरू हाम्रो नियन्त्रणभित्र हुँदैनन्, अरूलाई नियन्त्रण गर्न सकिँदैन, तिनीहरूलाई नियन्त्रण गर्न सकिँदैन भनेर मैले स्वीकारिदिइसकेँ। मैले क्यान्सरलाई स्वीकारेको मान्छेले अब तिनी मान्छेहरूको विचारलाई, मान्छेहरूको सोचलाई, मान्छेको हेर्ने दृष्टिकोणलाई, मान्छेको अन्दाजलाई सुई नकारेर के गर्ने, स्वीकारेँ र यसै गरी अगाडि बढ्दै गएँ। अनि त्यसपछि मेरो थर्ड साइकलको किमोथेरापी भयो। थर्ड साइकलको किमोथेरापी करिब 8 दिनको हुन्थ्यो र 8 दिनको किमोथेरापीहरू कन्टिन्यू नै हुन्थ्यो। लगभग 6-7 दिन चाहिँ कन्टिन्यू नै किमोथेरापी हुन्थ्यो। त्यसको लागि हातबाट चाहिँ क्यानाला राखेर त्यो किमोथेरापीहरू गर्ने असम्भव भएको कारणले गर्दाखेरि, कन्टिन्यू किमोथेरापी हुने भएको कारणले, त्यो अलि पोसिबल नभएको कारणले गर्दा घाँटीबाट लाइन राखेर यहाँ मुटुसम्मै त्यो लाइनलाई पुर्याएर चाहिँ किमोथेरापीहरू गर्दो रहेछ। त्यो घाँटीबाट लाइन राख्दाखेरि
कति दुख्यो होला, कति के भयो होला, तर मैले त्यसलाई बाल्दिनँ। मैले जसरी पनि क्यान्सरलाई जित्नुपर्छ, क्यान्सरसँग लड्नुपर्छ, क्यान्सरलाई जस्तो सुकै परिस्थितिलाई सहेर पनि क्यान्सरलाई जित्नुपर्छ भन्ने कुराहरू मेरो मनमा लागिरहेको थियो। त्यसै भएर त्यो दुखाइ अनि त्यसको पीडालाई मैले त्यस्तै वास्ता गरिनँ। तर वास्तवमा किमोथेरापी गर्दाखेरि हुँदो रहेछ एकदमै दुःख। खाना खान मनै नलाग्ने, हिँड्नै नसकिने, अब त्यो 5-6वटा लौरोहरू झुन्ड्याएको, हिँड्न नसकिने रहेछ। र अनि त्यसै गरी करिब त्यस्तो थर्ड साइकल जस्तो किमोथेरापीहरू चाहिँ 4 चोटि गर्नुपर्ने रहेछ। 4 चोटि नै त्यस्तो किमोथेरापीहरू गर्नुपर्ने रहेछ। 4 चोटि नै मैले गरेँ, राम्रोसँग सफल भयो। र अनि त्यसपछि फेरि रोममा आउने अवसर मिल्यो। रोममा आउने अवसर मिलिसकेपछि म फेरि रोममा आएँ। रोममा आएर त्यस्तै बसेँ। त्यस्तै फेरि पहिले जस्तै पोजिटिभ कुराहरूतिर आकर्षित भएँ, पोजिटिभ कुराहरू हेरेँ, पोजिटिभ कुराहरू गरेँ। र अनि त्यसपछि फेरि किमोथेरापीको अर्को रिइन्डक्सन भन्ने हुँदो रहेछ। फेरि रिपिट गर्ने पहिलेको किमोथेरापीहरूलाई। अनि रिपिट गर्नुको लागि हस्पिटलमा डे केयरमा जानु पर्थ्यो। डे केयरमा जाँदै आउँदै रिपिट गर्दै गरिरहेको थिएँ। एक्कासी त्यो गर्दा गर्दै चाहिँ मलाई समस्या भएर हस्पिटल भर्ना भएँ।